Hello people, we are going Lamjung ko Meme Pokhari. Meme Pokhari ma goera we are gonna do camping trek यो पाली. Trek probably हाम्रो 5 days को हुनेछ 3 दिन जानु 2 दिन आउनु. त्यो छोडेर अझै पनि काठमाडौँदेखि बेसी सहर भएर माथि ओर्दोरो गरेर 7 दिनको हुनेछ हाम्रो ट्रेक. And this is our stuff here, my bag all ready, Darko bag all ready, and yeah, camping gears. Hey, what's up? अहिले हामी bus park गयो. We're in the bus park right now. Kathmandu to Besi Sahar. Finally Besi Saharma, and it's still freaking raining. I'm to Besi Sahar pugera, and we're gonna go a bit further. You can like a garma, we're gonna stay. Alright. Yeah, it's our first camping trek, Sherpa Eco Adventure Bada. And it's a beautiful day out. As हामी Kinchok सम्म जाने छौ गाडीमा 2 hours drive गरेर, and we're now gonna meet our friend Buddha, who's gonna be with us. So we're walking at Besi Saharma to get some supplies for our trek. A busy road रहेछ तपाईले. What's up, Dai? छुटपुट सामानहरु लिएपछि हाम्रो सामान चाहिँ फुल हुन्छ. त्यसपछि हामी 12 बजेको गाडीमा जिपमा चाहिँ किन्चोक भन्ने ठाउँमा जान्छौँ. आज किन्चोक चाहिँ हामी चाहिँ किन्चोक गएर बस्ने. भोलि बिहानैबाट चाहिँ हाम्रो ट्रेक स्टार्ट हुन्छ टुवर्ड्स मेमे पोखरी. त्यही हो. We're very excited. पानी पनि आउला आशा छ. पानी नै एक्साइटेड छ. हाम्रो पछाडी आइरा छ. But we're prepared. And we're off to our another village. हाम्रो गाडी आइसकेको छ. So pack up गर्दै we're moving on. Yes, Dai. अलिअलि बाँध्दै हुनुहुन्छ. फेमस है त्यसले. Starting our traveling. Namaste. And we're at Kinchor Besi. आज हामी बस्ने छौं. हाम्रो साथी बौद्ध Alright. Kinchor Besi मा आइसक्यौं है त. बारो खतरा थियो है. यो चाहिँ हाम्रो ग्रुपको प्रिपरेसन नेपालीको मेमे पोखरी. लो सब्जी हाल्नु यो मलाई. हजुरको नाम चाहिँ के हो? म त सुरेन्द्र गरे. सुरेन्द्र हले. म चाहिँ आनन्द तामाङ. हाम्रो अब यो फाइनल प्याकिङ फर टुमोरो. सब सामान बाँड्दै बारी चुडी. आइते दाइ. ओ आइते. नाइ चक्रेर के मेरो त्यो आफै तेरा. Good morning people. It's 6:12 right now. हाम्रो गाडी हामीले लिन आयो. हामीलाई किन्चोकको माथिसम्म हल्का पुर्याउने छ अनि त्यसपछि we're gonna head off to Bara Pokhari. It's a beautiful day.
झन्डै पानी परेको छैन हल्का भए पनि आउनु चाहिँ आउँछ होला It's all wet trek monsoon trek we're gonna have some fun hey hey Zayda wave hey guys तिमी पोखरी मैले पोखरी उता माथि जानु चाहिँ ट्रेक So people we are in Kinchok right now. गाउँ राम्रो छ peaceful looking. There goes our ride. अब यहाँबाट खाजा खाएर we're gonna trek for 8 hours to Bara Pokhari. Footage मिलाएर लिनु पर्ने छ because they have no net, no charging tower. I don't know. बाटोमा जहाँ पाउँछ we're gonna stop there and eat. You might listen salt Juga removal फेरि परिसकेको थियो अनि अहिले हामी पुरानो गाउँ पुगिसक्यौं भ्यू इज अमेजिङ अलि माथि आएको जस्तो तपाईहरुको नाम यसो भन्दिनु नि त मेरो नाम चाहिँ शेखर गुरुङ मेरो नाम चाहिँ सागर गरे ल उहाँ चाहिँ हामीसँग अब माथि मेने पोखरीतिर लाग्ने हो यहाँ Yo die. And we're going up and up. आज 3000 अल्टिट्युडमा पुग्ने भन्नुहुन्छ है हिजो बसेको 1250 थियो खिन्चोक अब आज कति पो हुन्छ हो माथि गएर हेर्नु पर्छ If it's 3000 then damn man 2000 बेसी इन्क्लाइन हुन्छ त But it's all right, we're strong. We're going strong. पुरानो गाउँ कटेर now we're going up. ए नुनको झोला स्पेशली मेड बाइ बजाई हाम्रो ग्रुपको जुगा ट्याप झरिरहेछ and I'm doing amazing. आफ्नो मात्र सोच गरे बाबा अरू सोच गरेन अलि धेरै ल्याउन पाए त हुन्थ्यो हैन यो हैन पुगिहाल्यो नि यो तरकारी यस्तो जेसर हाल्न नि भ्याएन हेर्दा नि मिठो छ भुख लाग्दैन मिठो भयो नि नभए नि अब मिठो छ खानु यस्तो मायाले बनाएर ल्याउनु भएपछि खानु पर्यो नि अब 2 hours in बाटेभरि जुगा छ जुगा नभए जुस्ले किरा नभए किरा So we're still working on ठिकै खरीमा त क्यारी एमो कलर ल फर्स्ट खाना पकाउँदै दाइले स्टोभ चाउचाउ के छ हाम्रो डिस चाउचाउको सुपमा चिउरा हामी यहाँ कुर्दैछौँ अब यस्तै छ
हामी अब 3-4 घन्टा भइसक्यो हिँडेको अनि we're going on still more to go मायाको बाबाले पुगेको थियो नि दाइ यता हिँड्दै दुरी दाइ ल अब यहाँ जब चेन्ज हाम्रो चाहिँ अब एकजना साथी साथीको मोमेन्ट भएको भए भएर एकछिनको लागि our stuff for a while. Hey, everybody good? We just have some tea and stuff to keep us warm. खर्क अब अपहिल फेरि अब डेन्जर अपहिल छ अरे अनि त्यसपछि त्यसरी we are all doing all right अब गाह्रो भइरहेछ तर we will make it. Saturday 4 बजो Dai, how you feeling? एकदम रमाइलो भइरहेछ है अहिले चाहिँ हामी खुकुरुकु र नम्बरजु डाँडाको बिचमा छौँ ठ्याक्क टाइम पनि 4:30 भएको छ अब हामी 40 मिनेटमा माथि डाँडा पुग्छौँ होला बिस्तारै बिस्तारै त्यसपछि अनि त्यसको 40 मिनेटमा चाहिँ हामी 12 पुगेर पुग्छौँ आज Yes sir. All right. हामी चाहिँ देउराली पुग्यौँ भने त देउरालीमा पुगिसक्यो अब यहाँबाट धेरै पर छैन 12 पोखरी ड्याम टफ उकालो एकदम टफ but we made it. Dai is on his way. Our luggage is over here. Damn. Wow. And Dai, how you feeling? Very excited. अन्य कति थाक्नु भएको छ डेन्जर तर पावर निकाल्नु छ के दाइ फेरि बल्यो है अहिले यो बोकेर हिँड्दैछ है फेरि आम्मा ल ल ल Hello. And we here. Dai, finally. 12 पोखरी 2081 साल असोज 15 गते निर्माण सम्पन्न भएको स्वर्गीय लिलीमा गान्धीजीको स्मृति बनाएको भवन रहेछ उहाँको जन्म चाहिँ अब 2030 असोज 20 गते भएको 2080 भदौ 12 गते लमजुङ जिल्ला खासुर गाउँ निवासी उहाँको आत्माको चिर शान्तिको कामना गर्छु उहाँले एकदम धर्म काम गर्नुभएको छ यस्तो अनकन्टा ठाउँमा धेरै धन्यवाद Yes. परिवारले We here अब
Beautiful place ma. We're gonna stay here today, cook ourselves. And today group cha. Tala pani there's like places that where you can stay. But yeah, made it. यो चाहिँ मान्छे त्यस्तै हो हामी खाना खायो भने यसले पनि खुवाउनै पर्छ हाम्रो पानी चाहिँ आज अलिक फोर्छ देयर नो प्रपर सोर्स तर तालबाटै चलाउने रहेछ हामीले आज चाहिँ हामी 12 यात्रा हैन भोलि लगभग कति घण्टा हिँड्नुपर्छ भोलि हामी 4 घण्टापछि मेमे यात्रा पुग्छौँ 4 घण्टापछि हाम्रो मेमेको यात्रा पुग्छौँ अनि त्यसपछि हाम्रो यात्रा सफल हुन्छ त्यही हो गीत गाउँदै अलिअलि कितिलीमा हाल्दा यस्तो पानी भाँडामा हाल्दा दाल हामीले सानो दिउन त्यहाँ खानामा अनि त्यहाँ पुल भात बसाइदियो हैन तपाईहरु सुरज कालाई ताकेको कालाई मैना ताकेको मैले मायालाई ताकेको हे रेसम पिरिरी हे रेसम पिरिरी उडेर चौकी डाँडामा बन्छन् रेसम पिरिरी सा हे चौकी डाँडामा बन्छन् रेसम पिरिरी Good morning people, it's day 3 of our Meme Pokhari trek. हामी अहिले currently Bara Pokhari को अगाडि छौं and we are here to get fresh. हाम्रो त्यहाँ 24 जनाको ग्रुप भएर we are here to get fresh and get ready. Our luggage is here, all set. Kisadai. Morning. आज हिजो राति चाहिँ यसो हेर्दाखेरि चाहिँ आज एकदम राम्रो मौसम होला भन्ने लागेको थियो तर आज बिहान उठेर हेर्दाखेरि चाहिँ मौसम बिग्रिसकेको भए भएर अलिकति त्यस्तो मौसम देखेर चाहिँ एक्साइटेड छैन तर ट्रेक चाहिँ हाम्रो आज पनि राम्रै हुनेछ Day 3 को हाइक हाम्रो सुरु भयो We're gonna have our breakfast here. कभर त 39 किलो छ पहिला अब कभर धुनु आउँछ नि हैन हो यसले ल भाइ cheers. अनि भर्खर हामीले ब्रेकफास्ट हान्यौं जो लेफ्ट ओभर्स हाम्रो अझै बन्दैछ पूरी जुड्दै जानु
ठाउँलाई चाहिँ न्युते डाँडा भनिन्छ है। न्युते भनेको चाहिँ गुरुङ भाषामा चाहिँ गुरुङ महिलाहरूले लाउने चाहिँ लुङ्गी। त्यस किम्बदन्ती अनुसार चाहिँ राक्षसलाई चाहिँ लखड्दै लिएर आउँदाखेरि झाँक्री बाले यहाँनिर चाहिँ त्यो राक्षसले चाहिँ गुरुङ आइमाईको भेष धारण गरेर के अरे माथि लेकतिर चाहिँ भाग्दै गर्दाखेरि चाहिँ हस्याङ पुस्याङ गरेर भाग्दाखेरि चाहिँ त्यो लुङ्गी चाहिँ यहाँ खसाइराखेको। अनि झाँक्रीले चाहिँ त्यो लुङ्गीलाई चाहिँ यहाँ भेट्टाएको भएर यो ठाउँलाई चाहिँ गुरुङहरूले चाहिँ न्युते डाँडा भनेर भन्छ। अब यो मेरो पृष्ठभूमिमा हजुर देख्न सक्नुहुन्छ कि यो ठाउँ कति राम्रो छ भनेर। हामी चाहिँ अझै पनि 1.5 दिनमा चाहिँ बल्ल मेमे पोखरी पुग्छौँ र पछाडि मेरो पछाडि चाहिँ तपाईँहरूले चाहिँ धर्मावलम्बीहरू चाहिँ गइरहेको देख्न सक्नुहुनेछ। यस्तै छ, ट्रेलहरू रमाइलो छ, थोरै उकालो थोरै ओह्रालो, त्यसपछि फेरि ठाडो उकालो फेरि ओह्रालो। आज चाहिँ अलिकति भ्यू चाहिँ खुलेको छैन, तर तपाईँहरूले अन्दाज लगाउन सक्नुहुन्छ कि यो ठाउँ कति रमाइलो छ भनेर। पछाडि देख्नुभएको यो हरियो पाखाले गर्दाखेरि पाटनले पनि अन्दाज लगाउन सक्नुहुन्छ। आशा छ भविष्यमा यो ठाउँलाई चाहिँ अझ प्रमोट गरिएर चाहिँ धेरै ट्रेकर्सहरूलाई चाहिँ ल्याउन सकिनेछ। शेर्पा इको एडभेन्चर भन्ने पछि भेट्दै हालिहाल्छ नि। यहाँ पछि भेट दाइले पानी भर्दै हुनुहुन्छ। नेचुरल हो। We have started our walk. फेरि लामो समय लन्च गरेर रेस्ट गरेपछि it's a bit tough after that, तर we're doing all right. हामी च्यार्बो डाँडा भन्ने ठाउँमा आइपुगेका छौँ है। यो चाहिँ अब च्यार्बो भनेको चाहिँ हातको बाला गुरुङ भाषामा। त्यो चाहिँ अब शैतान चाहिँ लखड्दै जाँदाखेरि चाहिँ आज च्यार्बो त्यो बाला भएर बसेको ठाउँ चाहिँ यो हो। त्यसैले चाहिँ यो ठाउँ चाहिँ च्यार्बो डाँडा भनेर चिनिन्छ। यो ठाउँ चाहिँ एकदम राम्रो छ है। यो त नर्थ साइडमा चाहिँ मौसम खुला भएको बेलामा हिमाल चुली, गाडी चुली र मनास हिमाल मजाले देख्न सकिन्छ। मलाई चाहिँ क्याम्पिङ गर्न एकदम बेस्ट लाग्ने ठाउँ चाहिँ यो हो च्यार्बो डाँडा। ब्युटिफुल छ। And it has started to rain. एकछिन हुसो लाग्यो भने मान्छे हरा जस्तो फिल हुने रहेछ। यहाँ म 30 सेकेन्डदेखि 2 मिनट जस्तो कुरेँ अनि I didn't see any people. तर यहाँको यहीँ नदेख्ने रहेछ, केटाहरू आउँदै रहेछ। ल यतिको मेहनत चाहिँ हुनुपर्छ है त फोटो खिच्छु भनेपछि। अयो लम्पसार यो साइडमा हिमाल देख्दैछ। मनास एन्ड ऑल इट्स ब्युटिफुल। हेलो दाई। हेलो हेलो हेलो। अहिले चाहिँ हामी लमजुङ जिल्लाको यो मेमे पोखरी ट्रेकमा पर्ने तोरीबारीमा छौँ। गुरुङहरूले चाहिँ यहाँ ननम्रो पनि भन्छ।
यहाँबाट हजुरले चाहिँ यो मन्सिरी रेन्जको हिमालहरू देख्न सक्नुहुन्छ। यो छेउको चाहिँ हिमालचुली हिमाल हो। यो चाहिँ एकदमै राम्रो देखिन्छ। यसको 3टा छ, हिमालचुली नर्थ वेस्ट र इस्ट। त्यसपछि यतापट्टि छेउमा चाहिँ बुद्ध हिमालको टप देखिएको छ र यो ठुलो देखिएको चाहिँ गाडीचुली हो है। अनि गाडीचुली भन्दा पछाडिपट्टि चाहिँ मनासु देखिन्छ, तर अहिले चाहिँ बादल लागेको भएर अलिकति देख्नलाई चाहिँ समस्या भइरहेछ। यो हिमालचुली चाहिँ विश्वको 18औं अग्लो हिमाल हो। त्यो चाहिँ अब साथीहरूले जानकारी नहुन सक्छ, मैले जानकारी दिएँ। र अहिले तपाईँले देख्न सक्नुहुन्छ यो हिमाल छ है। अब आकाश छुने हिमाल छ, भुइँमा रङ्गी बिरङ्गी फुलहरू छन् है, पहेँलो रातो गुलाबी, एकदमै रमाइलो भइरहेछ। हामीले चाहिँ अहिले भोलि चाहिँ हामी मेमे पोखरी पुग्दैछौँ। आशा छ हजुरले चाहिँ अझै इन्जोय गर्नुहुनेछ हाम्रो भिडियो हेरेर। धन्यवाद। सो पिपल, हामी आज पुगिसक्यौँ हाम्रो लोकेसनमा। As you could see, it's very beautiful. अब we're gonna set up our camp. आज यहाँदेखि अब क्याम्पिङ सुरु, टेन्ट गाडेर। Yeah, this is our camping site आजको। Yo, we excited as hell. अब यहाँ क्याम्प सेटअप गर्ने अनि आज यतै So people, we have built our tent. They are sleeping. And कति 5 minutes, 10 minutes लगाएर यताउति गरेर हात फोर गरेर we have built our tent for today. Right, thank you.